प्रिय दर्शकवृन्द, पश्चिम नेपालको अर्घाखाँची जिल्लाको सन्धिखर्कबाट यो चुनावी मौसममा रवि तुलादल, मधुर श्रेष्ठ, शिशिर वैद्य सहित म किशोर नेपालको नमस्ते। भनिहाले चुनावको मौसम छ, जनता उत्साहित देखिएको छ चुनावप्रति। कमसेकम देशले एउटा संविधान पाउने अवसर फेरि आएको छ। नेताहरूले आफ्नो प्रतिनिधित्वको महत्त्व बुझे भने जनताले पक्कै पनि संविधान पाउनेछ। जनताको यो उत्साह अव्यवस्थाबाट व्यवस्थातिरको लागि पनि हो। वास्तवमा विकासको लक्ष्यमा देश साह्रै पछाडि परेको छ। अझ अर्घाखाँची जिल्लाको त कुरै नगरौँ। जलस्रोत नभएको, कुनै प्राकृतिक स्रोत नभएको, कृषि र रोजगारीमा, त्यो पनि वैदेशिक रोजगारीमा निर्भर यो जिल्ला धेरैदेखि पछाडि उठ्यो छ। यसपटक हामीले सन्धिखर्कमा केही उम्मेदवारहरूलाई भेला गरेका थियौँ, चुनावका उम्मेदवारहरूलाई। सबै उम्मेदवारहरू बेफुर्सदिलो भएको कारण हाम्रो कार्यक्रममा सहभागी हुन सकेनन्। अहिले उम्मेदवारहरू जनताको घर घरमा पुगेर भोट माग्दैछन्। आफूलाई चुनावमा फेरि एकपल्ट जिताएर पठाउने अवसर खोजिरहेका छन्। त्यो अवसर जनताले कसलाई दिने हुन् यो त भविष्यले बताउला। अहिलेलाई सन्धिखर्कबाट म तय गर्छु। अक्टोबरले अघिल्लो पल्ट पनि संविधान सभामा तपाईँ निर्वाचित हुनुभएको थियो जिल्लाबाट। यसपटक फेरि फर्केर आउनुभएको छ जनताको बिचमा। तपाईँको यो 4 वर्षे जुन कार्यकाल रह्यो, यसको मूल्याङ्कन, आत्ममूल्याङ्कन भनौँ न, कसरी गर्नुहुन्छ? सर्वप्रथम त यो संविधान सभाको पहिलो निर्वाचनबाट म अर्घा जिल्ला क्षेत्र नम्बर 1 बाट निर्वाचित भइसकेपछि पहिलो कुरा हामीले पार्टीको तर्फबाट पनि निर्वाचित संविधान सभा सदस्यको तर्फबाट संविधान बनाउने, अग्रगामी संविधान बनाउन नै हामीले बढीभन्दा बढी टाइम खर्च्यौँ। र दोस्रो कुरा जनताका विकास निर्माण र अधिकार सम्बन्धी राहत सम्बन्धी विषयमा पनि हामीले पर्याप्त मात्रामा कोसिस गर्यौँ। हामीले जति चाहेका थियौँ, चाहे संविधान बनाउने कुरामा त त्यो सम्भव देखिएन। त्यसका पछाडि केही कारणहरू छन्। हामीले सुरुमा नै संविधान सभाको निर्वाचनपछि परिवर्तनले ल्याएका मुद्दाहरूलाई संस्थागत गर्ने, जनताका मौलिक अधिकारहरूलाई संस्थागत गर्ने, देशमा शान्ति स्थिरता कायम गरेर पूर्वाधार विकास र आर्थिक क्रान्ति गर्ने जो हाम्रो मूल एजेन्डा थियो, त्यसलाई सफल पार्नको लागि संविधानै निर्माण गर्नु पर्थ्यो। संविधान सभा गठन भएको पहिलो दिनदेखि नै पारस्परिक झगडा सुरु गर्नुभयो। काङ्ग्रेस र माओवादीको बिचमा एकदमै राम्रो सम्बन्ध थियो। गिरिजाप्रसाद कोइरालाले शान्ति प्रक्रियालाई लिड गर्नुभएको थियो होइन, तपाईँ दुईटै पार्टीको बिचमा बडो राम्रो सम्बन्ध थियो। तर संविधान सभाको निर्वाचनको पहिलो दिनदेखि नै काङ्ग्रेस र तपाईँहरूको बिचमा असहमति भयो। असहमति हुनका कारण केही छन्। सायद हामीले गिरिजाप्रसाद कोइरालाले जो नेतृत्व गर्नुभएको थियो जो शान्ति प्रक्रियाको, सबै त्यसमा हामी सहभागी थियौँ र एकीकृत माओवादीको पनि त्यसमा महत्त्वको भूमिका थियो। र हामीले संविधान सभाको निर्वाचनपछि सायद त्यो राष्ट्रपति निर्वाचनमा हामी सहमतिबाट जानु पर्दथ्यो भन्ने लाग्दछ। अर्घाखाँचीकै सन्दर्भमा तपाईँले के गर्नुभयो त? आफ्नो प्रतिनिधित्वको बेलामा अर्घाखाँची जिल्लाको विकासको लागि, यहाँको जनताको जीवन वृत्ति उद्धारको लागि, यहाँको चाहिँ शिक्षा विकास अथवा खानेपानीको विकास अथवा स्वास्थ्य सेवाको विकास, त्यसको लागि तपाईँको के योगदान रह्यो? कमसेकम पनि अर्घा जिल्लामा सडक, खानेपानी, जलविद्युत र शिक्षा स्वास्थ्यका भवनहरूदेखि लिएर पुल कुलेसादेखि लिएर अन्य सोसियल सेक्टरका कामहरूदेखि लिएर अर्घाखाँची जिल्लामा बजेट नआएको अवस्थामा 40 वर्षमा आउन नसकेको बजेट 4 वर्षमा आयो। र पनि जति जनताका आकांक्षाहरू थिए, मैले भन्ने गरेको छु, कमसेकम अर्घाखाँची जिल्लामा जो बाँझो धरती थियो त्यसलाई जोत्ने काम गरियो। अब राँटा फोर्ने काम र अलिकति छेउ कुनामा कोदालो लाउने काम छ। आफ्नो कार्यकालबाट तपाईँ सन्तुष्ट हुनुहुन्छ? सन्तुष्टि त नभनौँ होइन, यो सुरुवात मात्रै हो। अप्ठ्यारो स्थितिमा पनि धेरै काम गर्न सक्ने रहेछ भन्ने कुराहरू आफूलाई महसुस भएको छ, तर काम गर्न धेरै छ। यहाँलाई धन्यवाद। म फेरि फर्किन्छु यहाँसँग। उसैलाई कसो लागिरहेको छ? अघिल्लो पल्ट पनि
तपाईँ निर्वाचित हुनुभएको थियो। 64 सालको चुनावभन्दा अहिले अलिकति फरक ढङ्गबाट मतदाताहरूको आशा भरोसा भएको महसुस गरिराखेका छौँ, किनभने 64 सालको चुनावपछि एउटा लोकतान्त्रिक संविधान बनाउने क्रममा 4 वर्ष खर्च भयो, तर संविधानले पूर्णता पाएन। त्यसले जनतामा एउटा निराशा भएको हुनाले भोलि कुन पार्टीलाई हामी सरकारमा वा बहुमतमा पुर्यायौँ भने लोकतान्त्रिक संविधानको नेतृत्व लिन सक्छ भनेर मतदाताहरू सचेत भएको छ, एउटा देखे भने। अर्कोतिर स्थिर सरकार भयो भने मात्रै मुलुकमा एउटा विकासको रूपरेखा कोरिन सकिन्छ भनेर पनि एउटा स्थिर सरकारको लागि पनि अहिले मतदाताहरू कुन पार्टीलाई चाहिँ बढीभन्दा बढी विजय गरायौँ भने यो मुलुकमा लोकतान्त्रिक संविधान र विकासको मूलधार खोलिन्छ। यो दुईटा कुरामा मलाई लाग्छ संचारको जुन यत्रो ठुलो विकास भयो त्यसको सदुपयोग चाहिँ गाउँ गाउँका मतदाता दाजुभाइ दिदीबहिनीहरूले लिइराख्नु भएको छ। त्यो बेलाको अनुभवहरूलाई फर्केर हेर्दा आफ्नै मूल्याङ्कन तपाईँले आफैले गर्नुपर्दा कसरी गर्नुहुन्छ? स्थिर सरकारको परिकल्पना त्यसबेला गर्न सकेनौँ। सरकार बन्दै गयो, गिर्दै गयो र विकासको कुराको लागि नेपाली काङ्ग्रेसको सरकारको न प्रधानमन्त्री बन्नुभयो न अर्थमन्त्री बन्नुभयो। त्यस कारणले पनि विकासभन्दा पनि बढी संविधानतिर बढीभन्दा बढी आफ्नो समयलाई सदुपयोग गर्यौँ भने त्यही परिवर्तनको एउटा दस्तावेज लिएर अर्को चुनावमा जनताको माझमा आउला भनेर बढीभन्दा बढी समय संविधान बनाउनेतिर, कानुनहरू बनाउनेतिर, संविधान सभा भित्र संसदभित्र भरपूर्ण मैले आफूले जुन भूमिका खेलेँ त्यसको सन्तुष्टि त ममा छ। तर अर्कोतिर जनताको प्रतिनिधिको रूपमा निर्वाचित भइसकेपछि जुन समय गाउँमा जानु पर्थ्यो, गाउँमा आफ्ना मतदाता दाजुभाइ दिदीबहिनीहरूको बिचमा जुन व्यतीत गर्नु पर्थ्यो, त्यो समय अलिकति पार्टीले पनि बढी जिम्मेवारी दिने, संसदभित्र पनि बढी जिम्मेवारी दिने, संविधान सभाभित्र पनि बढी जिम्मेवारी दिने, त्यो कारणले गर्दाखेरि गाउँमा जिल्लामा आउने क्रमहरू पर्याप्त मात्रामा भयो। तर गाउँमा जुन किसिमबाट जाने क्रम थियो त्यो वास्तवमा मैले चाहना गरे बमोजिमको जान सकिनँ। विकासका कुराहरूमा त तपाईँसँग त जनताले निकै आशा गरेका थिए होला। म सन्तुष्टि केमा छु, मैले जति कामहरू गरेँ 50,000 देखि जति लाखसम्मका मैले विकासका कुराहरू गाउँमा पुर्याएको छु। त्यो कुराहरू खानेपानीका कुरा, सिँचाइका कुराहरू, स्वास्थ्यका कुराहरू, जति कुराहरू, झोलङ्गे पुलका कुराहरू, सानादेखि ठुला जति योजनाहरू पुर्याएको छु, मलाई लाग्छ त्यसको परिवर्तन त्यहाँका जनताहरूले अनुभूति गर्नुभएको छ। त्यही भएर ठोस एकदम ठुलो योजना चाहिँ हाम्रो पार्टी आफ्नो नेतृत्वमा नभएको अवस्थामा ठुला योजनाहरू हामीले चाहँदै पनि धेरै ठुलो योजनाहरू हामी गर्न नसके पनि हामीले जुन किसिमबाट केही विकासका योजनाहरू हामी गाउँमा एउटा पठायौँ, आफू जान नसकेको अवस्थामा पनि हामी ती विकासका केही नमुनाहरू गाउँमा पठायौँ। त्यसबाट त्यहाँका जनताहरू केही मात्रामा सन्तुष्टि भएको अनुभूति अहिले प्रचारको क्रममा गाउँमा जाँदाखेरि मैले पाएँ। मतदाताको बिचमा तपाईँहरूको बिच दुईटै उम्मेदवारको प्रति अथवा अरू पार्टीका चाहिँ विजयी सांसद सभासदहरूका प्रति पनि ठुलो आक्रोश थियो। जनतासँगको सम्बन्ध कस्तो भयो? होइन, वास्तवमा अर्घाखाँची जिल्ला जहिले पनि लोकतान्त्रिक आन्दोलन परिवर्तनको पक्षमा सधैँ साथ दिएको जिल्ला हो। त्यो संस्कृति, त्यो प्रवृत्ति, त्यो आचरणबाट हुर्केको यहाँको नेपाली जनता रहेको कारणले जुन सोध्नुभयो भने निश्चय नै अहिले सत्तामा जाँदै गर्दा, संविधान सभामा जाँदै गर्दा, संविधान नबन्दै गर्दा, स्थिर सरकार नहुँदै गर्दा, विकास जुन रूपबाट जनताको चाहना थियो त्यो नहुँदै गर्दाखेरि केही आक्रोश थियो जनताको माझमा। तर अहिलेको चुनावी माहौलमा वास्तवमा सम्पूर्ण दाजुभाइ दिदीबहिनीले एउटा लक्ष्य के छ भने अब चाहिँ लोकतान्त्रिक संविधान बनाउनु पर्छ, एउटा स्थिर सरकार बनाउनु पर्छ, हिजोका गल्ती कमी कमजोरीलाई दोहोऱ्याउनु हुँदैन। त्यो जुन किसिमको आशा र भरोसा नेपाली जनताहरू दाजुभाइ दिदीबहिनीहरूले गर्नुभयो, हामी गाउँमा जाँदाखेरि जुन किसिमका आक्रोशहरूका कुराहरू छन् त्यो प्रतिनिधि गइसकेपछि धेरै माया, स्नेह, भरोसा, आशा र त्यस्ता सुझावहरू पनि उम्मेदवारको अगाडि आएको छ र ती सुझावहरूलाई हामीले सम्मान गरिराखेका छौँ। आउने दिनमा आफूलाई सुधारेर मतदाता दाजुभाइ दिदीबहिनीको चाहना अनुसार आफूलाई परिवर्तन पनि गर्नेछौँ। तर व्यक्तिले आफूलाई परिवर्तन गर्न सक्ने रहेछ, तर दललाई, शासनलाई, सरकारलाई, राज्यलाई, समाजलाई परिवर्तन गर्न त लोकतान्त्रिक संविधानै चाहिने रहेछ। अब एकैछिन टोपाजीका जान्छौँ, तपाईँलाई के लाग्छ संविधान सबैभित्र बन्छ? पहिलो संविधान सभाबाट धेरै आधारहरू तयार भइसकेको छ र करिब 95% सहमति भइसकेको छ र संविधानको आधार तयार भइसकेको छ। जम्मा केही विषयहरूमा असहमति छन्। पहिलो संविधान सभाबाट सहमति भएको विषयलाई आधार मान्ने हो भने असहमतिका विषयहरूलाई हामीले फेरि सहमति गरेर टुङ्गाउन सक्ने हो भने त्यो 6 महिना पनि लाग्छ जस्तो लाग्दैन। नेकपा माओवादीका केन्द्रीय सदस्य हुनुहुन्छ यहाँ विश्राम भूषालजी, उहाँसँग प्रश्न राख्न चाहन्छु। विश्रामजी, तपाईँहरूले चुनाव छोड्नुभयो है? 4 वर्षभित्र पनि संविधान बन्न सकेन।
त्यसको समीक्षा नगरिकन फेरि यो संविधान सभाबाट संविधान बनाउने कुरा हामीले के बुझेका छौँ भने कम्तीमा पनि यो राज्यको एउटा अंश बन्दाको कागज पनि हो। यहाँ अल्पमत र बहुमतद्वारा निर्धारण गरिने विषय होइन यो। यहाँ साथीले 2/3 भयो भने बनाउँछौँ, हाम्रो 2/3 भयो बनाउँछौँ भन्नुभएको छ। यो चाहिँ 2/3 र 3/3 बनाउने कुरा होइन। यो सबैको कमसे कम पनि सबै राजनीतिक शक्तिहरूको बीचमा हुने एउटा साझा सहमतिबाट बन्ने कुरा हो संविधान। संविधान कसलाई चाहियो? राजनीतिक दललाई चाहियो अथवा जनतालाई, नेपाली जनतालाई चाहियो? सिङ्गो राष्ट्र र जनतालाई संविधान चाहिएको छ। त्यो संविधान कस्तो चाहिएको छ भने संविधान त 2004 सालमा पनि आयो होला, 17 सालमा पनि आयो होला, 46-47 मा पनि आयो होला र हामीले 63 मा पनि एउटा अन्तरिम संविधान जारी गर्यौं। त्यो संविधानले राष्ट्रका मुद्दाहरूलाई एड्रेस गर्छ कि गर्दैन? त्यसले देशका अन्तर्विरोधहरूलाई हल गर्छ कि गर्दैन? नेपालको राज्य सत्तालाई हेर्दाखेरि कहिले रातो टिनले छाइन्छ, कहिले हरियो टिनले छाइन्छ र त्यसका तलका संरचनाहरूमा कुनै परिवर्तन हुँदैन, त्यसको बेसमा परिवर्तन हुँदैन। उत्पादनका साधन र त्यसमाथिको स्वामित्वमा परिवर्तन नआएसम्म परिवर्तनको अनुभूति किसान, मजदुर र सर्वहारा जनताले गर्न सक्दैन। तपाईहरु उत्पादन गर्दै दिनुहुन्न, खान नपाउने जनताले तपाईको चाहिँ राष्ट्रियता कसरी बलियो बनाउँछ? हो, त्यही कुरा हामीले गरिरहेका छौँ। उत्पादन किन हुन सक्दैन नेपालमा? नेपालका राष्ट्रिय उद्योगहरू किन धराशायी भएर जान्छन्? त्यो तपाईहरु चुनाव बिथोल्ने भन्नुहुन्छ। चुनाव बिथोलेर राष्ट्रियता कसरी बलियो हुन्छ? निर्वाचनका लागि हुनु हुँदैन। निर्वाचन कसले, किन, कसरी र कुन प्रयोजनको लागि गरिँदैछ भन्ने कुराको साथमा मात्रै निर्वाचन फलदायी हुन सक्छ। त्यसकारण अहिलेको निर्वाचन यो नेपाली जनतालाई दिगो शान्ति, समृद्धि, समानता र स्वाधीनता दिने खालको होइन। यो अब प्रश्न राख्दैछु एकीकृत माओवादीका जिल्ला नेता ठाकुर कुमार विक। ठाकुरजीलाई के चुनाव खुब लागिसकेको छ? चुनाव राष्ट्रको लागि आवश्यक हो, त्यस आधारमा चुनाव लागेको छ। हिजोको जो 64 सालको संविधान सभा निर्वाचन सम्पन्न भयो, त्यो संविधान सभाको निर्वाचनमा अग्रगामी रूपान्तरण गर्ने, अग्रगामी रूपान्तरण नेपाली जनताको इच्छा, आकांक्षा, चाहना अनुसार त्यसलाई संस्थागत गर्ने वा पश्चिमतिर लैजाने बीचको टकरावको कारणले त्यति बेलाको संविधान सभाको जो उद्देश्य अनुसार पुरा हुन सकेन। त्यही अनुभवबाट शिक्षा लिएर यति बेलाको दोस्रो ऐतिहासिक संविधान सभाको निर्वाचनमा गइरहेको छ र राष्ट्रभरि र यो अर्घाखाँची जिल्लामा पनि यो जिल्ला चुनावमय बनेको छ। कमलजी, केन्द्रीय तहमा नेपाली कांग्रेसमा चाहिँ तपाईको निरन्तर जुन विवाद देखिन्छ नि, त्यसको कतिको प्रभाव पर्या हुन्छ जिल्लाको चाहिँ नि यो यस्तो चुनावी अभियानहरुमा? केन्द्रको असर जिल्लामै पर्न सक्छ, तर चाहिँ हाम्रो जिल्लामा छैन। हामी टिकट यहाँबाट माग्ने धेरै थियो, म पनि प्रतिस्पर्धामै थिएँ, पुष्पाजी हामी सँगै प्रतिस्पर्धा थियौँ। अब 1 नम्बरमा फेरि डाक्टर साहब लगायत अरू साथीहरू प्रतिस्पर्धामा हुनुहुन्थ्यो, तर जब उहाँहरूले टिकट पाइसकेपछि हामी सँगसँगै जिल्लामा फर्क्यौँ अनि हामी प्रचारमा चाहिँ सुरु गरेका छौँ र कुनै हामीमा विवाद केही छैन। हामी एक भएर अगाडि बढेका छौँ र हामी यो चुनावलाई सफल पार्छौँ भनेर हामी लागेका छौँ। भनेपछि अब प्रस्पेक्टको बारेमा त पुष्पाजीले नै भन्नुभयो, तपाईँ भन्नुहोस् न। हामी वास्तवमा अर्घाखाँची जिल्लामा लोकनायक गिरिजाप्रसाद कोइरालाले जसरी केन्द्रमा सबै पार्टीसँग सहमति सहकार्य अनुसार यो देशमा लोकतन्त्र स्थापनाको लागि विरत चाहिने शान्ति सम्झौता गरेर अगाडि बढ्नुभयो, त्यही नम्सअनुसार हामी अर्घाखाँचीमा पनि सबै पार्टीहरू विकासको लागि हामी सबै एक भएर चाहिँ अगाडि बढेका छौँ। हस्, धन्यवाद यहाँलाई। अब एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्यजी, आचार्यजीको पार्टीको अहिलेको सम्पूर्ण गतिविधि कस्तो छ? अर्घाखाँचीको सन्दर्भमा अहिले चुनावी अभियान हामी लिएर गाउँ गाउँमा जनताबीच गएका छौँ र पार्टीको घोषणा पत्र अनुरूप हामीले घोषणा पत्रमा उठाइएका कुराहरू जनताबीचमा हामीले राखेका छौँ र अहिले हाम्रो यो अर्घाखाँची जिल्लाको सन्दर्भमा अरू पार्टीभन्दा नेकपा एमालेको सङ्गठनात्मक स्थिति अत्यन्तै मजबुत छ। यो एमाले भनेको सङ्गठन चाहिँ असाध्यै राम्रो भएको, तर चुनाव कहिले नजित्ने पार्टी हो भने अब त्यो सङ्गठन जुन बलियो छ भनेर साथीहरूले तपाईँहरूसित बताउनु भएछ, त्यो अनुरूप हामी परिणाम पनि अनि देखाउँछौँ भन्ने हामीलाई लागेको छ। केन्द्रीय नेतृत्वमा तपाईँहरूको त धेरै नेताहरू हुनुहुन्छ, उहाँहरूको बिचमा यो चाहिँ तपाईँको झगडा लडाको यो चलिरहन्छ नि, त्यसको प्रभाव चाहिँ तपाईँहरूको पार्टीको जिल्ला तहमा कतिको पर्छ? त्यसलाई मैले झगडाको रूपमा लिँदैन, किन भन्दा एउटा जीवन्त पार्टीभित्र वैचारिक छलफल बहस हुने कुरा त्यो स्वाभाविक हो, त्यसलाई अस्वाभाविक रूपमा लिनु हुँदैन। माथिको कुनै किसिमको प्रभाव जिल्लामा त्यो खालको पर्दैन। माथिका निर्णयहरू कार्यान्वयन गर्ने तहमा
अब त्यो कार्यान्वयनको तहमा हामी जहिले पनि दृढतापूर्वक हामी तपाईँहरू आधिकारिक लाइनलाई मात्र पछ्याउनुहुन्छ। हाम्रो पार्टी त लेनिनवादी सङ्गठनात्मक सिद्धान्तको आधारमा चलेको पार्टी पनि हो। त्यसले गर्दा पार्टीले गरेका हरेक फैसलाको पक्षमा तला कार्यकर्ताहरू त उभिनै पर्छ। तपाईँहरू त खोइ लेनिनवादी हो कि के वादी हो थाहा नै हुँदैन, कहिले काङ्ग्रेसमा उभिनुहुन्छ कहिले। अब सवाल के हो भन्नुहुन्छ भने अब काङ्ग्रेस यथास्थितिवादी पार्टी हो र अब हिजो काङ्ग्रेसलाई पनि अनि यो लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउनको निम्ति एमाले ठुलो बहुत राम्रो भूमिका खेलेको छ। त्यो खेलिरहँदाखेरि अब कतिपय मान्छेहरूलाई लाग्न सक्छ यो त काङ्ग्रेस परस्त भयो कि भन्ने पनि लाग्न सक्छ। अनि माओवादीलाई अब त्यो उग्र वामपन्थी भड्काउबाट यो अभियानसम्म ल्याउनको निम्ति एमाले उत्तिकै भूमिका निर्वाह गरेका छ। अब उसित बहस र छलफल सैद्धान्तिक रूपमा चलाउँदाखेरि अनि मान्छेहरूलाई के लाग्न सक्छ भनिसकेपछि होइन यो त माओवादी परस्त भयो कि भन्ने पनि लाग्न सक्छ। तर एमाले यो बिचमा पुलको काम गरिराखेको छ। अब हुनुहुन्छ राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव पशुपति लगाजी, संहिता विरोधी राष्ट्रिय जनमोर्चाका भन्नुपर्छ है। हामी संहिता विरोधी नै हौँ। हामी यो कुनै पनि कारणले नेपालको सन्दर्भमा संहिता ठिक छैन। आर्थिक रूपले, भौतिक रूपले र कुनै पनि कारणले संहिता ठिक छैन। यस्तो मिलेर बसेको एकात्मक राज्य र विभिन्न सयौं जाति सयौं भाषाको एउटा सङ्गालो जुन मिलेर बसेको जुन देश हो, जुन राष्ट्रियता हो, त्यसलाई जुन विखण्डन गर्ने जुन संहिताको नाममा संहिता एउटा नेपाली जनताले चाहेका होइन। यसपालि तपाईँहरूले कतिजना यो उम्मेदवार उठाउनु भएको छ? देशभरि प्रत्यक्षमा 150 जना। यो जिल्लामा कति? दुईटा क्षेत्र, दुईटा प्रत्यक्षमा अनि समानुपातिकमा 7 जना। तपाईँहरूको अनुभव के छ? जनता के भन्छ त? तपाईँहरूले जुन एजेन्डा जुन नारा लिएर जानु भएको छ जनताको बिचमा, त्यसको बारेमा जनताले के भन्छ तपाईँ? यो राष्ट्र विखण्डन हुन्न। संहिता नेपालको सन्दर्भमा संहिता ठिक छैन। एकात्मक राज्य प्रणाली र विकेन्द्रीकरणको आधारमा विकास हुनुपर्छ भन्ने जुन हाम्रो जुन स्पिड छ त्यस स्पिड अनुसार जनताले हामीलाई समर्थन गरेका छन्। तपाईँहरूले भनेको कुरा बुझेका छन्? हजुर, बुझेका छन्। अहिले देशमा जुन जनताले, राष्ट्रले जुन नियति भोग्न परेको छ त्यो ठुला भन्ने पार्टीहरूले जुन विगतमा गरेका गल्ती कमजोरीले का कारणले यो स्थिति भोग्न परेको छ र अब पनि पार्टीहरू सच्चिएर नआउने हो र संहिताको नारालाई नछोड्ने हो भने यही संहिताको कारणले अझै पनि संविधान बन्ने सुनिश्चित छैन। गौराज सरले कसरी हेर्नु भएको छ अहिलेको चुनावलाई? के यो चुनावले निकास दिन सक्छ मान्छेले आशा गरे जस्तो? 64 सालको र 64-65 को संविधान सभाको जस्तो स्थिति, जातीयताका मुद्दाहरू उठाउने अनि हरेक कुराका मुद्दाहरू उठाउने अनि त्यसपछि त्यो गर्ने हो भने जहाँसम्म मलाई लाग्छ यो संविधान सभा अब पनि फेरि संविधान बनाउला नबनाउला भन्ने कुरामा मलाई शङ्का लाग्छ। चुनावको लागि जनता जमजमाएको छ, जनप्रतिनिधि चुन्न हतारिएको पनि छ। तर चुनाव भइसकेपछि संविधान निर्माण लगायतका जति पनि जनताका आफ्ना एजेन्डा छन्, ती एजेन्डाहरूलाई लिएर आफ्ना जनप्रतिनिधिहरूलाई दबाबतिर फेरि जनता पछि पर्छ। अब यो के भयो भने सबभन्दा ठुलो कुरो हाम्रो नेपालमा स्वतन्त्र नागरिक भएन। मैले विभिन्न म्यागजिनहरूमा पढ्छु, अमेरिकामा 13% मात्रै मान्छे राजनीतिमा इन्भल्भ हुन्छ, जापानमा 11% इन्भल्भ हुन्छ, अरू कतिपय विकसित मुलुकहरूमा 6-7% इन्भल्भ हुन्छ भनेर मैले म्यागजिनहरूमा, यहाँ हजुरहरूले लेखेका लेखहरूमा पनि मैले कहिलेकाहीँ पढ्छु, ती कुराहरू भेटाउँछु। र हामी कहाँ मलाई लाग्छ 18 वर्षभन्दा माथि पुगेको मान्छे लगभग 97-98% मान्छे राजनीतिमा इन्भल्भ छ। त्यो भएको कारणले, त्यो इन्भल्भ भएको कारणले गर्दाखेरि आफ्नो नेताले भनेका कुराको अग्नेस्टमा उ जान सकेको छैन। अब संविधान निर्माण नगरिकन हाम्रो संविधान सभाको अवसान भयो र संविधान निर्माण गर्ने विषयका एजेन्डाहरूमा छलफल गर्नको लागि 4-5 जना दलका नेताहरूले मात्रै कहिले गोदावरीको रिसोर्ट, कहिले काभ्रेको रिसोर्ट, कहिले कहाँको रिसोर्टमा जानुभयो
तर संविधान सभा एउटा बन्धकको रूपमा गयो। उहाँहरूले गाह्रो नमान्नु होला, हामीले संविधान सभाबाट नै छलफल हुनुपर्छ, यो रिसोर्टमा जानुहुन्न, ल यहाँ छलफल गरौँ भनेर त्यस्तै आम रूपमा 601 जना उहाँहरू लगायतले त्यो आवाज उठाएको मैले पाइनँ। हो त्यसले गर्दाखेरि के भयो त भने मान्छे एक त धेरै मान्छे राजनीतिक दलको कार्यकर्ता वा स्वतन्त्र नागरिक भइदिएन, त्यसले गर्दाखेरि दल छोडेर गयो, दलको झोला फाल्यो भने त्यो दलले उसलाई गाली गर्ने भयो, बाहिर आउन सकेन। त्यो कारणले गर्दाखेरि मान्छे त अहिले त के भयो भने मान्छे हाम्रो नेपालमा अहिले नागरिक भन्दा पनि प्रजा संस्कार भइदियो कि दलले नागरिकलाई प्रजा बनाइदियो। पहिला राजाले बनाउँथ्यो, अहिले दलले प्रजा बनाइदियो। अब प्रजा संस्कारमा त कहिले पनि प्रजा अगाडि आउन सक्दैन, नागरिक भएको अगाडि आउने हो। त्यही भएर हामी कहाँ सबभन्दा ठुलो कमजोरी नागरिक भएन। दिनेशजी, आगामी चुनावले नेपालको राजनीतिक समस्या छिचल्न कतिको मद्दत गर्छ भन्ने तपाईँले देख्नुभएको छ? होइन, संविधान बनेन भने राजनीतिक समस्या छिचिलिन सक्दैन। जब संविधान बन्छ त्यसपछि मात्रै सबै अर्गनहरू फङ्सन गर्न सुरु गर्छन्। तर हामीले संविधान नहुँदाखेरि के हुन्छ त भन्ने कुरामा हाम्रा धेरै कानुनहरूको अभाव छ। अहिले हामीले पहिलाका कानुनहरूलाई निस्तेज गरेका छौँ। पञ्चायतकालीन कानुन तपाईँले हेर्नुभयो भने 19 को कानुनबाट गाइडेड छ कति कुराहरू, तपाईँले 47 सालका कानुनहरूबाट गाइडेड छ। जब 64 को आन्दोलनको म्यान्डेटले ती कानुनहरूलाई निस्तेज गरेको छ, ती एकदलीय छन्, केही प्रजातान्त्रिक छैनन्, गणतन्त्रलाई समेट्न सक्दैनन् भन्ने कुरा आइसकेपछि नयाँ कानुनहरू बन्नुपर्छ। त्यो कानुन के का आधारमा बन्न सक्छ? संविधानको मूल मर्मका आधारमा बन्न सक्छ। भोलि चाहिँ जनप्रतिनिधिहरूले सिरियसली गम्भीरतापूर्वक गर्नुपर्ने कुरा के त? पार्टीहरूले एउटा मूल एजेन्डा मूल के भन्छ एउटा संयन्त्र बनाएर यसमा हामी चाहिँ एग्रिड गरेका छौँ र संविधान ग्यारेन्टी गर्छौँ भन्ने कुराको कमिटमेन्ट अगाडि नै आउनुपर्छ भन्ने मेरो भनाइ। अब वासुदेव आचार्यजी हुनुहुन्छ अधिवक्ता, के लाग्छ वासुदेवजी, तपाईँलाई चुनावले सबै समस्याहरू समाधान गर्छ त? समस्या समाधान त गर्न आवश्यक छ। किन भन्दाखेरि देश अनिर्णयको बन्दीमा छ, मूल कानुन छैन। मूल कानुन भनेको संविधान हो। संविधान नभएसम्म अरू कानुनहरू फङ्सन हुँदैनन्। म कानुनको विद्यार्थी भएको नाताले पनि मूल कानुन सबभन्दा पहिला बन्नुपर्छ र त्यसको मूलधारमा अरू कानुनहरू बन्नुपर्छ। त्यसमा जनताका हक अधिकार, त्यसपछि तपाईँको विकास निर्माण सँगसँगै अरू आउने जनताका अधिकारहरू आउने भएको हुनाले मूल कानुन नै प्राथमिकता हो। देशमा मूल कानुन नभएको अवस्थामा मूल कानुन बन्ने बाटो यही मात्रै छ, अहिले अरू विकल्प छैन। यद्यपि सहमतिको भन्ने कुरा छ, तर सहमतिबाट यी हुन नसकेपछि जनताको म्यान्डेट नै सबभन्दा बलियो आधार हो। जनताको मत नै हाम्रो कानुन निर्माण गर्ने मुख्य आधार हो। भुषाल, तपाईँलाई के लाग्छ यो पोहोरकै जस्तो मतलब गएको चुनावकै जस्तो परिणाम आउला, अलिकति फरक भएर भन्ने धेरैको मनमा परेको छ, आउनु पनि सक्छ? जनताको मन हो, मूल हो, के भन्न सकिँदैन। मैले एउटा सानो जोक यतिमै राखौँ, एउटा सान्दर्भिक होला कि एउटा महाजन चाहिँ बजारमा गएर चाहिँ एकजना कामदार खोज्न, कामदार भेट्टायो, काम गर्छ मेरोमा भनौँ, काम गर्छु भनौँ, अनि तेरा के छन् त गुण बैगुण भनेको मेरो 98% गुणी गुण छन् हजुर, 2% मात्र मेरो बैगुण छन् भनेपछि 2%ले के गर्छ? 98% राम्रो भइ हुन्छ भनेर त्यसलाई घर ल्याएछ। घर ल्याएपछि ल बाबु गोबर खला जा भनेर पठाओ, म त हजुर खाना नखाइकन जानै सक्दिनँ भनेछ। एउटा बैगुण मेरो यति हो भनेछ। ठिकै छ त नि भने बुढीलाई बोलायो, बुढीलाई खाना चाहिँ खाँदैछ, काम गर्छ भनौँ, खाना दिए, खाना गएपछि ल बाबु काम गर्नु, घाँस काट्नु जा भनेको, म त खाएपछि डग्नै सक्दिनँ हजुर, मेरो अर्को बैगुण यति हो भनेछ। त्यसैले देशमा खास बन्ने चिजहरूमा सहमति भइदिएको भए अहिले यो शासकीय स्वरूप र संहिताको मामलामा सहमति देशका प्रमुख दलहरूमा सहमति भएर संविधान सभामा गएको भए देश निश्चित अग्रगतिमा जान्थ्यो। संविधान बन्थ्यो, ढुक्क हामी 100मा 100 बन्छ भन्दा हामी छातीफल भन्थ्यौँ। म एउटा ह्युमन राइट्सको कार्यकर्ता पनि भएको, बारको अध्यक्ष पनि भएको, अथवा कानुन व्यवसाय मात्र भएको, कानुन व्यवसाय पनि भएको हुनाले म के भन्छु भने अब यो राजनैतिक शक्तिहरूमा जो हिजोका शक्तिहरू छन् ती शक्तिहरूको इच्छा शक्तिमा निर्भर छ। यो राजनीतिक दलहरूको बिचमा सहमतिको सम्भावना कतिको देख्नु भएको छ? अहिलेको घोषणापत्रहरू त आफ्ना आफ्ना हिजो 64 सालको घोषणापत्रहरूलाई परिमार्जित गरेर केही अलि तलमाथि पारेर आएका छन्। अब भोलि पनि संविधान सभामा यिनी घोषणापत्रको आधारमै छलफल हुने हो भनेदेखि त यताको उता क्लसमा नहुने त बन्न सक्दैन, 2 वर्ष 4 वर्ष फेरि 5 वर्ष बन्न सक्दैन। शान्ताजी, अब यो अहिले जुन चुनाव हुन लागेको छ त्यसको बारेमा तपाईँ कतिको चाहिँ उत्साहित हुनुहुन्छ? उत्साहित छु अहिलेको यो चुनावको लागि, किनकि विगत जस्तो नहोस् भन्ने हाम्रो जुन मतदाताहरू सबैमा छ। अब यी नेताहरूले यो तपाईँहरूले भोट दिएर चुनाव जिताएर उनीहरू केन्द्रमा गइसकेपछि यी नेताहरूले तपाईँका समस्याहरूमा
ध्यान देलान् अथवा संविधान पनि बनाउलान् भन्नेमा के लाग्छ तपाईँलाई? त्यो अब म एकदम महिलाको तर्फबाट भन्नुपर्दा उहाँहरूलाई हामी पहिला पनि जिताएरै पठाएको हो। दुईटै क्षेत्रबाट हामीले संविधान सभामा जिताएर पठाएको हो। उहाँहरूले आफ्नो स्वार्थभन्दा माथि रहेर काम गर्न सक्नु भएन। पहिला पनि संविधान दिन सक्नु भएन, किनकि अहिले जुन जनताले चाहेको छ संविधान नबनेसम्म हामीले कसैले पनि जुन मजदुर, किसान, महिला, दलित, जनजाति कसैले पनि आफ्नो अधिकार प्रयोग गर्न सकिएको छैन। हामी यो अवस्थाबाट माथि जान चाहन्छौँ, किनकि यो निश्चित बन्छ भन्न म सक्दिनँ। पार्वता श्रेष्ठ, अनि अब तपाईँ त युवा हुनुहुँदो रहेछ, चुनावमा प्रचार सञ्चारमा लाग्नु भएको छैन त? चुनावमै प्रचार भन्दा पनि म एउटा पत्रकार पनि हो। पत्रकारले झन् धेरै प्रचार गर्छन्। प्रचार चाहिँ म अब कसो चुनावै प्रचार गर्ने हिँड्दा भन्दा पनि उहाँहरूको गतिविधिहरूलाई चाहिँ हामी प्रसारण गर्ने चाहिँ कस्तो देखेको छ उहाँको गतिविधिहरू? सबै दलहरू आफू आफूमा हामी आफै ठुला छ, हामी सबै जित्छौँ भन्ने त सबै दलमा हुन्छ नै, भएको छ त्यो पनि अहिले पनि। हिजो विगतमा नभएको पनि होइन। म विगतको म 64 सालको चुनावलाई जसरी हेर्दाखेरि चाहिँ म त्यहाँको जनताको, त्यहाँका मतदाताकोलाई लिँदाखेरि जति हाम्रो नेताहरूले आश्वासन दिएर जानुभएको थियो त्यो चाहिँ काम गर्न नसकेको अहिले पनि उहाँहरूको मतदाता कति पर्सेन्ट काम गर्नुभयो? मलाई लाग्छ उहाँहरूले जब संविधान लेख्न जानु भएको, तर संविधान लेख्नु भएको पनि छैन एउटा कुरा। अर्को कुरा उहाँहरू चाहिँ एउटा विकासको काममा हामी केही विकास गर्छौँ भनेर जसरी उहाँहरूले आश्वासन दिएर जानु भएको थियो, तर उहाँहरूले मलाई लाग्छ केही पर्सेन्ट पनि केही थोरै गर्नुभयो होला, तर धेरै 90% चाहिँ काम नगरे जस्तो लाग्छ। अक्टोबरजी तपाईँले जनताप्रति, आफ्ना मतदाताप्रति, बुद्धिजीवी नागरिक समाजप्रति खास किसिमको प्रतिबद्धता व्यक्त गर्दा के भन्न चाहनुहुन्छ? पहिलो कुरा त हामीले अग्रगामी संविधान बनाउने र देशमा राजनीतिक स्थिरता कायम गर्नको लागि नै पहिलो प्राथमिकताका साथ घनीभूत रूपमा लाग्ने कुरा भयो र त्यो संविधान बनाउने कुरा भयो। दोस्रो कुरा, संविधान बनिसकेपछि जो राजनीतिक स्थिरता कायम हुन्छ त्यसपछि हामीले सँगसँगै पूर्वाधार विकास र आर्थिक क्रान्तिमा लाग्ने, त्यसको सँगै अर्घाखाँची जिल्लामा आफू जनप्रतिनिधि भइसकेपछि विगतमा हामीले जे काम गरेका छौँ त्यसलाई निरन्तरता दिने र बाँकी रहेका कामहरूलाई पनि हामी योजनामा अगाडि बढाउने यो लक्ष्य रहेको छ। हस्, धन्यवाद। अब पुष्पाजीले के भन्नुहुन्छ? अब मान्छेले तपाईँहरूबाट यसपालिको संविधान सभामा निर्वाचित भएर जारी सबै उम्मेदवारहरू के आशा राखेका छन् भने भोलिको लागि उनीहरूको प्रतिबद्धता के हो भन्ने आशा राखेका छन्। तपाईँ आफ्नो प्रतिबद्धता कसरी, कुन शब्दमा व्यक्त गर्न चाहनुहुन्छ? मैले यसलाई कसरी टुङ्ग्याउँछु भने हिजोको दिनमा भएका यी जुन किसिमबाट दलहरूले गरेका कमी कमजोरीहरू, संविधान निर्माणको क्रममा भएका कमी कमजोरीलाई भोलिको संविधान सभाको निर्माणमा यी कमी कमजोरीलाई दोहोरिन नदिनको लागि लोकतान्त्रिक संविधान बनाउने र स्थिर सरकार बनाउनको लागि नेपाली कांग्रेसले एकपटक अगुवाईको अवसर खोजेको छ। जबसम्म संविधानबाट त्यो ग्यारेन्टी हुँदैन तबसम्म हामी राजनीतिक दल, सरकार, राज्य, समाजलाई बाँध्न सक्दैनौँ। यहाँलाई पनि धन्यवाद। अब यो कार्यक्रमको एउटा उपसंहार निकालेर समापन गरिदिनु हुन शोभाकर पन्थीजी। यहाँले सञ्चालन गर्ने मत अभिमत कार्यक्रम यो दूर दराजमा बस्ने नेपाली जनताको आफ्नो कार्यक्रम बनेको छ र यहाँ अर्घाखाँचीमा आज पनि जुन कार्यक्रम यहाँले सञ्चालन गर्नुभएको छ यो कार्यक्रम अत्यन्तै प्रभावकारी भएको मैले महसुस गरेको छु। सबै विचारलाई, सबै आस्थालाई र सबै वर्गको प्रतिनिधित्व गरेर उहाँहरूका भावनाहरूलाई यहाँले उठाइदिने काम गर्नुभएको छ। त्यसैले यो कार्यक्रम प्रभावकारी भएको मैले महसुस गरेको छु। दर्शकवृन्द, यो थियो सन्धि खर्कबाट चुनावी मौसमको मत अभिमत। अर्को साता हामी यस्तै चुनावी मौसमको मत अभिमत लिएर तपाईँहरू समक्ष प्रस्तुत हुनेछौँ। त्यति बेरसम्मको लागि हामीलाई बिदा दिनुहोस्। कार्यक्रम हेर्दै गर्नुहोला। धन्यवाद।